बुढीले खाजा बनाउँदैछ के खाजा बनाउँदो रहेछ हेरौँ है त साथीहरू के हो बुढी यो खाजा के हो जस्तो लाग्छ भन्नु त ए म त खोले पिठो खान लाग्यो जस्तो लाग्यो त खोले पिठै खानिदिनु सबैलाई बाह्र छैन बाह्र खानिदिनु पनि मान्छेले खाँदैन यो चाहिँ अन्डा हाल्नु पर्ने अन्डा नि खाँदैन नि मिठो बनाउनु परेन अनि अरू के हाल्छ त हौ त्यसमा हाल्नु पनि सबै हालिसकेँ मैले के हो त हात पोल्दैन त पोल्दैन चाहियो नि प्र्याक्टिस चाहिँदैन के अरे गोलो त बनाउनु सक्दैन रहेछ सक्नुहुन्छ तपाईँले यो त हाम्रो मम्मी बाठो भइरहेको है बुहारीको सपोर्ट के त बाटो वाउ कस्तो मिठो होला जस्तो छ त रोटी त डढाएछ यार पकाउनु जान्दैन रहेछ यस्तै हो नि यस्तो दुईजना लाग्दा पनि बनाएर सक्दैनन् यसमा के भन्नुहुन्छ तपाईँ केही पनि भन्दैन मम्मी यसमा के भन्नुहुन्छ तपाईँ के भन्नु यो अचार बनाउने रोटी खाने क्या मिठो हुन्छ फाइनली रोटी पाकेर रेडी भएको छ अचार खोइ त मम्मी अचार हामीहरूले चाहिँ यहाँ अचार पनि उत्पादन गर्छौँ हेर्नुहोस् त कस्तो मिठो देखिन्छ हाइजेनिक छ स्वस्थ राम्रो छ है यम्मी छ यम्मी बनाएको कस्तो रहेछ लु गुन्द्रुक रोटी मिठो छ त यार मिठो हुँदो रहेछ खोलेको पिठोको रोटी कालो मान्छेले बनाएर रोटी भने मिठो त मिठो छ नि अझै गोरो मान्छेले खान पाइहाल्नु बा कालो मान्छे दिदीबहिनीको अचार चाहिँ साह्रो मिठो छ हौ गुन्द्रुकको बडकै बोकेर बस्नु भएको